बाबु भनेर बोला के मैले अनि दिदी मैले भनेको त्यो भन्दाखेरि ऊ दिदी चोर भन्यो भने त भयो आन्टी चोर भन्छ भने त भइहाल्छ दिदी सबैले बोलाहाल्थ्यो म यो होइन शर्मिला भनेर पनि ल्याउँछ भनेर भने मैले भित्र गएँ पुलिस आयो त्यो के समाजको मान्छेले रस्या रहेछ र रियल पुलिस अलि खाएको त झन् यहीँनिर भाइ उन्डो खाली यहाँ है यो बत्ती बत्ती बनाएर होइन यहाँ मान्छे बत्ती बनाएर यो के भएछ यो बत्ती फेरि परेको ठाउँ छ है चोर अट्याक गर्ने गल्ली यस्तो छ हेरेर होला यसले यसो राख शर्मिलाले देखेको यहाँ भित्र पहिल्यै मोबाइल झिकेछ है त्यसले अनि अब त्यो लुछालास गर्दा उसलाई थाहै भएन कि उसले चाहिँ औँठी मात्र याद छ अनि पछि रुममा आएपछि मोबाइल लडाइ क्या मलाई त्यो बक्किने फुट्यो होइन अब आफू नै उतो मैले भने ज्वाइँ पो हुनुहुन्छ ज्वाइँ पनि भने हो कि हाम्रो नीतिको मलाई उनीहरू दुइटा झगडा गर्दाखेरि त्यो बाइकको मान्छेले फेरि उसलाई मेरो बाइक किन पल्टाउनु लाग्यो भने उसलाई गाली गरिन्जेलसम्म त्यो केटा भागेछ कि फेरि अलिकति अगाडि मान्छे गएको थियो नि एकजना त्यो मान्छे उता बसिरहेको थियो उता गएर अगाडि हेर्नु त एकचोटि फर्स्टको ठ्याक्कै त्यो कुनामै बसिरहेको छ उतार आयो जस्तो अर्को चाहिँ अर्को त्यो चोरै छ बाइक नम्बर